गाह्रो लाग्छ ओके ल आज चाहिँ हाम्रो केटाहरूलाई 4 Eyes फिल्मको टी सर्ट ब्रान्ड न्यू ल निरज लेफ्ट ह्यान्डबाट हो यार ल धन्यवाद दाइ ओ ल यसमा अर्को के पायो यसो देखाइदिएन अघि देखाए अघिनाको यहाँ छ नि आज हामी 4 Eyes फिल्मको स्टुडियोज 4 Eyes फिल्मको हैन यो पाए टिकट ल ठिक छ ल अर्को ए निरज भन्दैन तिमी को हो के गर्छौ तिमी म चाहिँ 4 Eyes मा एज अ आमा त्यो सर होइन रेगुलर के गर्छौ हजुर जेनरली तिमी के गर्छौ अब यसमा सो तिम्रो के क्यामेरा यसो के गर्छौ भन्नु न मेरो क्यामेरा चाहिँ म सोनी A7S3 चलाउँछु तर अहिले चाहिँ दाइ र सलोन प्लस हाम्रो सुभाष दाइ हुनुहुन्छ अनि दाइहरू तीनजना मिलेर अहिले क्यामेरामा वर्कआउट गर्नुहुन्छ अहिले म चाहिँ अनि लाइटिङ प्लस अनि त्यसपछि के भन्छ दाइलाई बिर्से भन्छ ल त्यही हो प्रोडक्सन म्यानेज गर्छु ल वेबसाइटमै छ नि वेबसाइटमा मेरो डिटेल हेर्न चाहनुहुन्छ भने प्राइसको वेबसाइटमा छ अनि फेरि तर के गर्ने ह्यान्डसम छ मान्छे है अब फेरि टेक अन है गाइज फेरि केटीहरूले हेरेको छ भने के गर्नु सरी है हेर न यसमा गाइज तर मेरो आई एम अलरेडी म्यारिड है गाइज ल ठिक छ अर्को हाम्रो यङ जेन्जी भनौँ कि के भनौँ त के जेन्जी भन्नु भाइ अब कति तर जेन्जी नै ड्रेसअप गर्छु ओके यो चाहिँ हाम्रो भाइ चाहिँ के हो सलोन फ्रम स्यान ल्यान्ड्रो है ट्यालेन्टेड गाई है अनि ह्यान्डसम पनि छ भाइ चाहिँ टेकन हो कि त्यो चाहिँ म भन्दिनँ किन आइरन द थ्याङ्क यू है 4 Eyes को यो चाहिँ मेरै टाउको हो हैन हामी 4 जना हो यो यसमा को भने ठोकर म सलोन अनि ऊ निरज हो साँच्ची हो यो हामी 4 जना केटाहरू छ त्यसकै टाउकोमा दिमागमा सबैको हुन्छ नि 4 Eyes भने चाहिँ अब के हुन्छ नि सबको के गर्ने प्रोजेक्ट हुन्छ सेपरेट क्या 1 2 3 4 इट्स अल इन आवर हेड अनि त्यो बाहिर निकाल्ने हामी ल भेरी 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 थ्याङ्क यू है ओके ल राखौँ होइन त अब राखौँ ल अब यो कुनै दिन लाएर काम गर्नुपर्छ इभेन्टमा त्यतिकै लाउने हो यो यसो एउटा सोभिनियर टाइपको है काम पनि गर्न पाओस् चाँडै